हेलो साथीहरू, स्वागत छ मेरो नीरज नेसन इडुस्फियर युट्युब च्यानलमा। र एउटा मिरर च्याप्टरबाट न्युमेरिकल लिएर आएको छु। र यो कसरी बनाइन्छ यो क्वेसन एउटा धेरै नै इम्पोर्टेन्ट छ क्लास 11 को लागि। भनेछ एट वाट एंगल फाई शुड बी लेजर बीम इन फिगर बी एम एट द मिरर सेलिङ इन order to hit the midpoint of the far wall। भनेको छ वाट एट वाट एंगल निकाल्नु छ। एट वाट एंगल शुड बी लेजर बीम, यो लेजर बीम छ, ठीक छ। यो लेजर बीम भनेको लेजर लाइट को किरण, ठीक छ। लेजर लाइट को किरण र प्रकाश त्यो कहाँ गएर यहाँ टक्राउँछ भने सेलिङमा, यहाँ मिररमा के छ, त्यहाँ सेलिङमा के छ, मिरर छ, एउटा घर छ, त्यस सेलिङमा मिरर लागेछ, प्लेन मिरर। भनेको छ कहाँ गएर टक्राउँछ, एट वाट एंगल फाई शुड बी ए लेजर बीम भनेछ लेजर को बीम कहाँ गएर इन फिगर बी एम गएर टक्राउँछ एट द मिरर अफ सेलिङ को मिरर में कहाँ गएर टक्राउँछ इन order to hit the मिड पोइन्ट, यो टु हिट पोइन्ट अफ द फार वाल। फार वाल भनेको यो वाल को फार, यसको अपोजिट वाल बन्न खोजेको छ। यसमा भनेपछि यो यसको वाल को मिड पोइन्ट में गएर टक्रिहाल्छ, ठीक छ। जस्तो यहाँबाट सपोज यहाँ गयो लाइन, स्ट्रेट लाइन, ठीक छ, स्ट्रेट लाइन यहाँ गयो, ठीक छ। एंगल थाहा छैन कुन एंगलमा जान्छ भने यहाँ मिड पोइन्टमा जान्छ। मिड पोइन्टमा जान्छ त यो साइड अनि यो साइड इक्वल हुन्छ हुँदैन, इक्वल हुन्छ। त्यसमा यो 3 cm छ अनि 3 मिटर छ, 3 मिटर छ भने डिभाइड 2 गर्न त कति हुन्छ, यो 1.5 भइहाल्छ यति। फेरि यहाँबाट 1.5 भइहाल्छ, ठीक छ। अनि यहाँ 5 मिटर, ठीक छ। भनेको छ एंगल निकाल्नु छ, यसलाई एंगल निकाल्नु छ त हामीले थाहा छ यहाँबाट जान्छ एउटा रे अफ लाइट, त लेजर बीम जान्छ लाइट यसको, त यहाँ टक्रिन्छ त एंगल अफ इन्सिडेन्ट यहाँ हुन्छ पोइन्ट, यहाँ त यो पोइन्ट अफ इन्सिडेन्ट हो, पोइन्ट अफ इन्सिडेन्टमा टक्कर दियो, त्यहाँकै एउटा नर्मल ड्र गर्न, ठीक छ। जस्तो एमएन भयो, एमएन मैले माने, ठीक छ। त्यो नर्मल ड्र गरिदियो, एंगल अफ इन्सिडेन्ट यो हुन्छ, एंगल अफ रिफ्लेक्सन यो हुन्छ। हामीले थाहा छ प्लेन मिररमा एंगल अफ इन्सिडेन्ट अनि एंगल अफ इन्सिडेन्ट इक्वल टु एंगल अफ रिफ्लेक्सन हुन्छ, ठीक छ। अनि यो भयो भने यो के हुन्छ, यो फाई भनेछ, यो पनि के हुन्छ, फाई हुन्छ। फाई हुन्छ हुँदैन, फाई हुन्छ किनकि यो अल्टरनेट एंगल छ, सो जेड सेपमा यो लाइन प्यारलल हुन्छ त के हुन्छ, यो अल्टरनेट हुन्छ। सो डिस्टेन्स इक्वल छ कि छैन, प्यारलल भएन, के भयो, फाई भयो। अब हेर, अब सपोज यो पनि यो एंगल यति छ त यो पनि एंगल फाई नै हुन्छ। किन हुन्छ, किनकि जब सपोज म यसलाई थीटा माने, ठीक छ, थीटा मैले मान्छु के, थीटा आई प्लस फाई इक्वल टु 90 डिग्री हुन्छ। यो 90 डिग्री नर्मल छैन, नर्मल छ त यो 90 यति, यो 90 त के हुन्छ, फाई प्लस एंगल अफ इन्सिडेन्स, फाई प्लस एंगल अफ इन्सिडेन्स इक्वल टु 90 डिग्री, ठीक छ। इक्वेसन 1 सपोज मैले माने, ठीक छ। यहाँ आर प्लस थीटा, फाई माने छैन भनेछु, यो फाई हुन्छ, ठीक छ। सपोज किन हुन्छ त्यो म रिजन दिइरहेछु। सपोज यो थीटा छ, ठीक छ, यो थीटा एंगल कति हुन्छ, एंगल आर प्लस थीटा इक्वल टु 90 डिग्री, इक्वेसन 1। अब इक्वेसन 1 इक्वेसन 2, इक्वेसन 1 इक्वेसन 2, ठीक छ। त्यो 90 डिग्री छ, 90 डिग्री छ, त यो दुइटै इक्वल हुन्छ, फाई प्लस एंगल अफ इन्सिडेन्ट, यो एंगल अफ रिफ्लेक्सन के हुन्छ, एंगल अफ इन्सिडेन्ट भइहाल्छ, किनकि एंगल अफ इन्सिडेन्ट एंगल अफ रिफ्लेक्सन इक्वल हुन्छ।
प्लस थीटा इक्वल टू 90 डिग्री स्क्वायर में तो यो के इक्वल हुन्छ त कति हुन्छ इक्वल को के हुन्छ एंगल आई प्लस थीटा भयो यो कटिहाल्छ फाई इक्वल टू थीटा भयो त्यसैले म यहाँ के लेखेको थियो यो फाई हुन्छ भने यो पनि फाई हुन्छ त यहाँ लेखिदियो भइहाल्यो अब यहाँ के भनेछ यो हामीले एंगल निकाल्नु छ त यो फाई भयो यो फाई यो एंगल अफ इन्सिडेन्ट इक्वल टू एंगल अफ रिफ्लेक्सन हुन्छ नि त यो पनि आई भयो अब के गर्ने अब सपोज यो ट्रायंगल मानिलिने के ए बी अनि यसलाई सी मानिलिने ठीक छ यसलाई के मानिलिने पी अनि क्यू यो ट्रायंगल यो 90 डिग्री छ 90 डिग्री छ कुन अगर ट्रायंगल लिने कुनै लिने यो ट्रायंगल लिने अगर यो कुनै लिने यो लिने ठीक छ म यो लिन्छु एबीसी के लेख्ने इन ट्रायंगल एबीसी यहाँ के हुन्छ tan फाई tan फाई इक्वल टू p by b हुँदैछ tan को त के हुन्छ p के छ यसको रिफरेन्स एंगल हेर्ने के यसको अपोजिट साइड हेर्ने एंगल को अपोजिट साइड के हुन्छ परपेंडिकुलर हुन्छ तब 90 डिग्री को अपोजिट के हुन्छ हाइपोटेनस हुन्छ त p by यहाँ त हामीले यो p भयो यो by b भयो b p by b tan को हुन्छ त p by b p कति छ 3 by सपोज यसलाई b लेके भने म x यसलाई bc ले x मान्छु भने यहाँ 5 मिटर छ 5 मिटर छ त 5 माइनस x भइहाल्छ तब नि यो प्लस गर्छु त 5 हुन्छ यो x कटिहाल्छ भइहाल्छ जस्तो x प्लस 5 माइनस x इक्वल टु 5 तब नि कटेर 5 इक्वल 5 भयो 5 माइनस x लेख्न सक्छु ठीक छ त के छ बेस कति छ x इक्वेसन 1 मानिलिने फेरि यसमा अब अर्को ट्रायंगल लिने अब इन ट्रायंगल अब कति छ सीपीक्यू ठीक छ tan फाई इक्वल टू कति छ यसमा पनि यो फाई के छ फाई को हैन फाई को के छ परपेंडिकुलर यो छ त 1.5 मके भन्नु थियो यसको रिफरेन्स साइड हेर्ने इसको अपोजिट साइड हेर्ने एंगल को यो परपेंडिकुलर यो बेस त 1.5 बाई यो बेस में कति छ 5 माइनस x ठीक छ इक्वेसन 2 ठीक छ 2 माने अब इक्वेसन 1 2 सल्भ गर्ने कति हुन्छ फ्रम इक्वेसन 1 एन्ड 2 के हुन्छ 3 by x इक्वल टू 1.5 by 5 minus x हुन्छ नि अब क्रस मल्टिप्लाई गर्ने यो 5 3 50 minus 3x हुन्छ नि यो यता गरेर मल्टिप्लाई गर्छ त 1.5x अब हेर्ने अब यो यता जान्छ त प्लस हुन्छ 1 इक्वल टू 1.5x प्लस 3x ठीक छ कति हुन्छ 15 इक्वल टू 1.5 प्लस 3 गर्ने कति आउँछ 4.5 आउँछ 4.5x अलि क्याल्कुलेटरमा हेरिल्ने आउँदैन भने कति हुन्छ 1.5 प्लस 3 1.5 प्लस 3 4.5 आयो यहाँ 4.5 x अब डिवाइड गर्ने डिवाइड बाई 50 x इक्वल टू 50 डिवाइड 4.5 कति आयो 3.33 धेरै छ कति लेख्ने 3.33 दुईटा लेख्ने ठीक छ 3.333 लेख्ने कतिवटा दुईवटा लेख्ने कतिवटा पनि भइहाल्छ दुईवटा छ त तीनवटा भन्नु पर्यो कति पनि लेख्न सक्छ भयो अब हामीले एंगल हामी लक्ष्य हेर्न के निकाल्नु छ एट वाट एंगल फाई बुझ्नु भनेछ यो फाई को यो यसको एंगल निकाल्नु छ ठीक छ
एङ्गल निकाल्नु छ हामी x को भ्यालु पता भइसक्यो ठीक छ। यो कुनै हामीले कुनै साइडमा इक्वेसन 1 मा चाहिँ इक्वेसन 2 मा हामीले भ्यालु पुट गर्छौ फाइ को एङ्गल आइहाल्छ। लेकिन नाउ पुटिङ भ्यालु अफ x इन इक्वेसन 1 मा मानिलिने 2 मा पनि राख्छौ त्यति आउँछ 1 पनि राख्छौ त्यति आउँछ ठीक छ। एङ्गल त्यति आउँछ फाइ को त 1 मा म सपोज गरेर ठीक छ। tan फाइ इक्वल टु 3/x tan फाइ इक्वल टु 3/x के हुन्छ tan फाइ इक्वल टु 3/x को भ्यालु कति छ 3.33 भयो नि। अब फाइ इक्वल टु tan इन्भर्स 3/3.33 निकाल्ने कति आउँछ फाइ इक्वल टु tan इन्भर्स ठीक छ। शिफ्ट दाब्ने या शिफ्ट तब tan इन्भर्स आयो ब्रैकेट में हाल्ने 3/3.333 कति आउँछ 41.99 आयो। त यो के राउन्ड अप गर्छु त कति आउँछ सपोज राउन्ड अप गर्दैन त पनि भइहाल्छ तर राउन्ड अप गरिदिने गर्दैन त पनि रङ हुँदैन 41.99 छ त 42 डिग्री मैले मारे ठीक छ 42 डिग्री भयो भने अब के यसको आन्सर त एट वाट एंगल फाइ शुड बी लेजर यो कति एंगलमा यहाँ टक्रायो भने पोइन्ट अफ इन्सिडेन्ट भए त यो मिड पोइन्ट अफ वालमा रिटर्न गरेर त्यसमा भने त्यसमा स्ट्राइक भएर रिफ्लेक्ट भएर यो मिड पोइन्टमा जान्छ वालको भनिएछ त कति एंगल आयो फाइको हामीले कति निकाल्यो 42 एंगल 42 डिग्री 42 डिग्रीमा जान्छ नि यहाँ 42 डिग्री बनाउँछ 42 डिग्री यहाँबाट 42 डिग्री त यो गएर मिड पोइन्टमा गएर के हुन्छ टक्कर खान्छ। यो राम्रो भिडियो लागेमा अथवा तपाईहरुले समझ आएन भने मलाई कमेन्ट गर्नु होला। मलाई विश्वास छ तपाईले ग्यारेन्टी नै 100% समझ आएको होला किनकि म सबै स्टेप वाइज स्टेप सबै बदलाएको छु र राम्रो भिडियो लागेमा लाइक कमेन्ट र आफ्नो साथीहरुमा शेयर र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद।